के छ कसो छ के गर्दैछौ भन बरु दुईजनाले सँगै लर्न गर्ने नि केही कुराहरू होइन स्किल्सहरू लर्न गर्नु छ अथवा केही नोभल पढ्नु छ मानौँ होइन अथवा कोर्सकै बुक होला त्यो पढ्नु छ भने सँगै लर्न गर्ने नि त त्यो भयो भने त लाइक दुइटैले एउटा सेप पनि पायो विथ टाइम अनि एज वेल एज त्यो रिलेसनसिपको त्यो बोन्डिङको त्यो डेप्थ हुन्छ नि त्यो डेप्थमा पनि पुग्यो क्या त्यो भयो भने दुई वेबाटै हेल्प हुन्छ एक त जस्तै सधैँ त्यो एउटा मान्छेको लाइफको त्यो ग्राफ हुन्छ नि एउटै हुँदैन कहिले पढाइ मात्रै हुन्छ केही खासै काम हुँदैन अनि उसले भ्याएको बेलामा मेसेज गर्छ ऊ अभाइलेबल छ टाइपको भयो होइन अनि कहिले ऊ कम्प्लिटली फ्री भइदिन्छ अनि कहिले ऊ इभेन्टमा हुन्छ फङ्सनमा हुन्छ कसैको यताउता बिएससिए होइन अनि कसैको पुरै ह्यान्डल गरिदिएको हुनसक्छ करियरमा एकदमै अगाडि गइरहेको हुनसक्छ अनि त्यस्तो बेलामा नपाउँदाखेरि अथवा त्यो रेगुलर कन्भर्सेसन जुन हुन्थ्यो त्यो बेलामा त अनि त्यो मान्छेलाई त गाह्रो त अभियसली भइ नै हाल्छ नि तर त्यो मिस गर्ने कुरा छुट्टै छ होइन मिस गर्ने कुरा राइट वेबाट पोजिटिभ वेबाट त्यो छुट्टै छ त्यो राम्रो हो फेरि होइन अनि तर अब यसले मलाई इग्नोर गर्न थाल्यो यो अभोइडेन्ट भइदियो मेरो लागि अभाइलेबलै छैन यस्तो पनि हुन्छ त्यो चाहिँ होइन अलिकति टाइम म्यानेजमेन्ट गरेर दुईटै पार्टीले राम्रोसँग अन्डरस्ट्यान्ड गर्नुपर्छ एकअर्काको निड होइन अनि आफ्नो ड्युटी पनि बुझ्नुपर्छ अनि लाइक एकैछिन बोल न बरु लाइक एकदम बिजी छ एकदम प्रेसर छ होइन छ भने लाइक तिम्रो लागि कोही पर्खेर बसिरहेको छ भने एकछिन 1 मिनट टाइम निकालेर बोल्दैन के छ एउटा भोइस मेसेज छोडिदियो अलिकति भ्याएको बेलामा लाइन छैन भने होइन अनि अरू बेलामा त तिमीहरू कपाल त नि राइट